Hi, hello, and namaste. It's me, Vivek, and you're watching my video. If you're watching, then only. म चाहिँ एक झापाली हो जोलाई गफ हान्न आउँदैन भन्ने मेरो अपेक्षा हो तर झापालीहरूले एक कुरा एग्री गर्दैन झापाली न छ्याङ्कली न आउट अफ द माई डिस्ट्रिक्ट पिपुल डोन्ट एक्सेप्ट द्याट बिकज आई एम नट द्याट मच इनोसेन्ट बट आई एम इनोसेन्ट अनि मैले चाहिँ भनेको म माउलोमा छु होइन म माउलोमा के भन्छ त्यत्तिकै आएको अल्छी लागेर आज कलेज आएको थिएँ ठ्याक्कै हाम्रो यो कलेज भनेको त यो ओ माइला गड माइ र मोबाइल यही हो हाम्रो कलेज भनेको फेरि दामी छ इफ यु आर हाम्रो कलेज दामी पनि छ राम्रो पनि छ र हाम्रो कलेजमा स्विमिङ पुल पनि बन्न आँट्दैछ स्मोकिङ जोन पनि बनाउँदा आँट्दैछन् अर्को के थियो मैले नि बिर्सिसकेँ यार अब गफ त झापाली पारिसक्नु अलिक अगाडि भयो नभन्नु होला हामी यो कलेजको विजत के गर्नु होइन त्यही पनि हाम्रो कलेज राम्रो छ इफ यु आर इन्ट्रेस्टेड देन यु क्यान कम अनि स्विमिङ पुलमा चुइँ हान्न सकिन्छ लाइब्रेरी बन्दैछ 70 लाखमा जहाँ कति खान्छन् कमिसन होइन यस्तै छ हाम्रो कलेजको बेहाल बिजोक रमाइलो प्रोग्राममा खाला मजाले के भन्छन् के आफूले के भन्नुपर्छ त्यो थाहा छैन जोकमा भनिन्छन् पैसा त गरिदिन्छन् यस्तो त ओ सरी अनि म भनेको अहिले ठ्याक्कै माथि छतमा छु होइन माउलाको नसो छतमा चाहिँ आउनै पर्छ क्या मलाई ठेकिन किन मेरो किराले काटेको हुन्छ नि त अनि आउँदाखेरि यसो यहाँ कलेज के अरे स्कुल पनि छ त छेउमा अनि यसो हेर्छु अनि यहाँ परेको भाटबाट नि यसो हेर्छु यो अनि यहाँ हाम्रो एउटा यहाँ पनि छ हौ भ्यू टावर तरले देखिँदैन रहेछ मजाले मलाई भनेको होइन यो त्यो भाटबटिनीमा अब जलाउनु त जलाइहालेँ नजलाएको हुन्थ्यो तर यस्तो जलाएको थिएन भने त्यहाँको मान्छेहरू जाँदैन त्यहाँ काम गर्ने हामीले पाउँदै हेर्थ्यौँ अनि त्यो त्यहाँका मान्छेहरू अरू ठाउँमा काम गर्न थालिसक्यो नि होइन कतिले भन्छन् ती काम पनि दिइरहेको छ भनेर तर त्यो चलाइसकेपछि मान्छेहरू कहाँ कहाँ गयो अरे अरू ठाउँमा काम गर्न थाले त्यहाँका मान्छेहरू धेरै छैनन् अनि त्यहाँ छुट्टिएर बनाएर काम गर्ने हामी जस्तो मान्छेलाई काम गर्ने रोजगारीको लागि अवसर दिनु पर्ने हो नि त पार्ट टाइम जबको लागि तँ गरिन क्या माथमा कि माथमा के हो त लाग्यो बेच्थेँ मैले गुरु मिडिया पनि पार्ट टाइम जब खान्छु भनेर भाटपट्टि सम्झिरहेको थिएँ यार खानु त केही छैन बनाउँदैन मलाई आएर फेरि जग्गाले मलाई बनाइसक्यो मैले के भटे चाहिँ के भटेहरू पर्ने यो चाहिँ थाहा छैन होइन अनि अहिलेको मौसम भनेको ताजा मौसम भनेको यस्तो छ फेरि सही छ नि यार फोकस गरेर केटा यस्तो चाहिँ दामी रहेछ यार अनि यस्तो हावा चलिरहेको नि यहाँ यता पनि आम यस्तो मऱ्यो बेला गर्मीले मरिन्थ्यो अहिले हावा यस्तो दामी चलेको छ म यहाँको दाइले हेर्थेँ थिएँ मैले भिडियो गरेको अनि हामी अहिले देख्न गइरहेको छौँ यताको मौसम हेर है क्या सही छ यार जोस् अब मोबाइल आफ्नो मोबाइल कम्पनी त राम्रै हो तर मोबाइल त्यो अलिकति लो क्वालिटीकै पऱ्यो होइन ठिकै छ अब यस्तै हो जिन्दगीमा अब आफूले कहिले पैसा कमाएर किनिन्छ भन्ने मात्र हो युट्युबले यसो हेल्प गरिदिनु कि राम्रो क्यामेरा किनिदियो भने म तर म त्यही पनि मैले भिडियो त मैले धेरै बनाएको छ नि मैले राम्रो क्वालिटीको मोबाइल नभए पनि अबदेखि म आउँदै साउँदै डेली भिडियो हान्दै डेली भ्लग हानेर म भिडियो गरेर हालिदिनु पनि मेरो सोच बनाएर आएको छैन मसँग भिडियो पनि धेरै छ स्टोरेज पनि नभएको अवस्था छ म क्यामेरा त्यति क्वालिटी त्यति नभएको छ क्या फ्रन्ट क्वालिटी दामी जस्तो त्यही भएर नै त्यति भिडियो नबनाएर हालेको छुइनँ होइन तर अब चाहिँ म कन्टिन्यू गर्छु भन्ने मेरो अपेक्षा हो मसँग भिडियो पनि छ तर एडिट गर्न झ्याउ लाग्छ क्या मेन चाहिँ यो क्यापबाट गर्नुपर्छ त्यो उयो आइदिन्छ क्या एडहरू आउँछ झ्याउ लाग्छ नि त्यसबाट चाहिँ त्यही भएर गरेको छुइनँ तर अब गर्छु वान टेक भिडियो बनाएर हाल्न आँटेको छु मैले लेट्स सी आई क्यान डु इट आई क्यान डु इट नाउ मेबी यो यति नै हुनसक्छ कि बा यसमा अब घर जाँदै गर्दा यसो हल्का भिडियो हाल्न सक्छु कि त्यो पनि थाहा छैन मलाई त्यही पनि चलेगा दौडेगा
थ्याङ्क यू फर दिस मच कति बुझ्यो हो आई डोन्ट नो अनि यस्तै भटेर चाहिँ म चाहिँ भटाउनु त मलाई बाल्नु लाग्दैन यसो एक्लै भने चाहिँ म भटाउन सक्छु धेरै टाइम चाहिँ म भटाउनु सक्दिनँ अब एक्लैको भिडियो कसले हेर्छ होइन तर मेमोरी हुन्छ मेरो लागि मेरो लागि भिडियो बनाउनु मेरो लागि भनेको भिडियो बनाउनु मेरो मेमोरी हो क्या मलाई त पैसा त लोभ त लाग्छ पैसाको लोभ त लाग्छ किन लाग्दैन पैसा हो त हो तर मेरो सानोको फोटोहरू नभएको कारणले मलाई भिडियो बनाएर राख्न चाहिँ मेरो मेमोरी हो फेरि त्यही हो द्याट मच आफ्नो केटाकेटीको भिडियो फोटोहरू छ होइन त्यही भएर मलाई क्याप्चर गरेर राख्नु छ क्या म आफ्नो के मोमेन्टहरू होइन अब मेरो पनि कसरी भिडियो अननोन एबलले भिडियो कसरी बनाएर राख्दिनँ राखिदिएको छ भने चाहिँ मलाई पठाइदिए हुन्छ यार तर राखिदिएको छैन कसैले किनभने मलाई थाहा छ किनभने मलाई कसैले जान्दैन मलाई कसैले थाहा नपाइकन भिडियो बनाएको छ भने चाहिँ त्यो मलाई त फेरि त्यस्तो भिडियोमा चाहिँ सही लाग्छ कि मेरो किनभने त्यो कसैलाई जानी पोज दिएर फोटो खिच्छ र भिडियो गरेर गर्नुभन्दा पनि थाहा नपाइकन भिडियो गरेर चाहिँ नेचुरल्ली आउँछ नि त त्यो भएर मलाई त्यो राम्रो लाग्छ क्या हो फोटोग्राफीभित्र पनि ध्यान दिन्छ कि यस्तै हो तथास्तु जय नेपाल अनि थ्याङ्क यू सो मच फर टुडे बाई बाई अनि रिमेम्बर दिस फेस वान डे यु विल बी द मिलियनर or billionaire. Who knows the future? Thank you.